hello traders, Torbar this side, and मैले चाहिँ मेरो कम्युनिटीमा जति पनि जना आउनुहुन्छ जो नेपाली ट्रेडर्सहरू छन् अथवा बाहिरबाट ट्रेडर्सहरू छन् उहाँहरूसँग चाहिँ ट्रेड गर्नलाई क्यापिटल छैन तर उहाँहरूसँग स्किल छ हैन लर्निङ छ स्किल छ भने उहाँहरूलाई चाहिँ फ्रीमा फन्डेड अकाउन्ट अथवा सानो फिजमा फन्डेड अकाउन्ट म प्रोभाइड गराउँछु भनेर मैले कमिट गरेको छु र त्यसको कारणले अब मैले चाहिँ एउटा फन्डेड लिएर आएको छु जुन सानो फिजमा हामी काम गर्न सकिन्छ हैन जुन चाहिँ अब हाम्रो जुन क्यापिटल नहुने ट्रेडरहरूले पनि सानो फिज पे गरेर लिन सक्छन्। सो यो प्लेटफर्मले चाहिँ के कमिटमेन्ट गरेको छ भने इन्स्ट्यान्ट डेली पेआउट, नो टिम एप्रुभल रिक्वेस्ट एन्ड सेन्ड विथिन अ 60 सेकेन्ड अफ पेआउट है यो कमिटमेन्ट गरेको छ। यो फन्डेड हाई प्लेटफर्म हो। सो यो प्लेटफर्मले चाहिँ विथिन अ 60 सेकेन्डमा चाहिँ तपाईँको वालेटमा पेआउट रिक्वेस्ट एप्रुभ भएर वालेटमा आउँछ भनेर 60 सेकेन्डको कमिटमेन्ट गरेको छ। अब हामी यसको मोडेलमा जाउँ। यसले चाहिँ के मोडेल ल्याएको छ भने पे फ्रम प्रॉफिट है प्रॉफिटबाट पे गर्न मिल्ने एउटा मोडेल ल्याएको छ। जुन मोडेल चाहिँ अब 1 स्टेप 2 स्टेपको छ 5K अनि 2 स्टेपको 5K है डिफ्रेन्ट के छ प्राइस छ डिफ्रेन्ट। 1 स्टेपमा $19 छ अनि 2 स्टेपमा $9 छ है। सो हामी $9बाट पनि जान सक्छौँ कुरा हो हैन। डियर ट्रेडर्स है जोसँग क्यापिटल कम छ अथवा क्यापिटल नभएर डेमोमा गरिराखेको छ हैन डेमोबाट सिफ्ट भएर तपाईँ यसमा आउनुहोस् है धेरै कुराको लर्निङ मिल्छ। सिएफडी फर्महरूमा के हुन्छ त कसो हुन्छ र लर्निङ मिल्छ। डेमोमा नबस्नुहोस् प्लेटफर्ममा आउनुहोस् हैन। सो 5K को प्लेटफर्म अकाउन्टलाई $9मा र सर्टेन अमाउन्ट फिज पे गरेर तपाईँहरूले चाहिँ यसलाई फन्डेड अकाउन्ट पास गरेर 1 स्टेप 2 स्टेप च्यानल पास गरेर यो 2 स्टेपवालामा फन्डेड भएपछि तपाईँहरूले चाहिँ जुन पेआउट निकाल्न मिल्ने इलिजिबल पेआउट निकाल्न मिल्ने जुन प्रफिट हुन्छ प्रफिटबाट चाहिँ यिनीहरूले के भनेको छ भने पे फ्रम प्रफिट हैन त प्रफिटबाट अब त्यो पे आउट निकाल्न मिल्ने प्रफिटबाट यिनीहरूले डिडक्ट गरेर राख्छ। कति राख्छ $49 जुन प्राइस हो यो प्लेटफर्म 5K प्लेटफर्म अकाउन्टको हैन त्यो चाहिँ त्यो प्रफिटबाट काटेर राख्छ। अनि यत्रो सिम्पल छैन है फेरि हैन। अब यो क्राइटेरिया मिट गर्नको लागि के गर्नुपर्छ त यो क्राइटेरिया पुरा गर्नुपर्छ। यु क्यान पे फ्रम प्रफिट इफ लो मोडरेट अर मिडियम रिस्क हैन। यो क्राइटेरिया पुरा गरिसकेपछि ट्रेडर्सहरूले बल्ल पे फ्रम प्रफिटबाट पे गर्न सक्छन् है। अनि अब 2 स्टेपवालामा हेर्छौँ हामी हैन यस्तो छ टार्गेट फर्स्ट टार्गेट 8% सेकेन्ड फेजको टार्गेट 6% त्यसपछि फन्डेड हुन्छ हैन। अनि म्याक्स डेली लस 5% ओभरअल लस 10% अनि म्याक्स लस पर ट्रेड 3%। यो $9 तपाईँहरूले पे गर्नुहुन्छ नि जुन फिजको रूपमा पे गर्नुभएको हुन्छ त्यो चाहिँ 200% रिफन्ड हुन्छ अरे। अनि न्युज ट्रेडिङ एलो छ कन्सिस्टेन्सी छैन है। विकेन्ड होल्डिङमा हेरौँ त अब विकेन्ड होल्डिङमा फेज 1मा विकेन्ड होल्डिङ गर्न पायो फेज 2मा पायो तर फन्डेड भइसकेपछि विकेन्ड होल्डिङ गर्न पाएन। अब हामी पे फ्रम प्रफिट इलिजिबल हुनलाई के क्राइटेरिया छ त है त्यो क्राइटेरिया हेर्छौँ। सो क्राइटेरियामा चाहिँ हामी के भनेछ वान स्टेप पे फ्रम प्रफिट्स फन्डिङ मोडेल यसको प्रफिट टार्गेट 10% डेली लस 5% म्याक्स ड्रडाउन 10% म्याक्सिमम लस पर ट्रेड है एउटा ट्रेडमा चाहिँ तपाईँहरूले 3% मात्रै लस गर्न पाउनुभयो। के बेनिफिट हेरौँ हामी के बेनिफिटमा के भनेको छ भने स्टार्ट फर अज लो अज $19 तपाईँहरूले 1 स्टेपवाला $19मा पाउनुभयो भने 2 स्टेपवाला तपाईँले $9मा पाउनुभयो है। अनि हिडन रुलहरू छैन। अनि अर्को कुरा मेनली एउटा कुरा यो चाहिँ मलाई पनि बेस्ट लागेको कुरा है ट्रेड यसको अब तपाईँहरू डेमोमा पनि डेमो ट्रेड पनि गर्न मिल्छ। यो प्लेटफर्महरूको एउटा
जुन अब स्लिपेजहरूको लागि होइन र स्पिडहरूको लागि स्पिडहरू चेक गर्नको लागि राखेको हुन्छ। सो त्यसमा पनि गएर तपाईँहरू एकपल्ट चेक गर्न सक्नुहुन्छ। त्यसमा चाहिँ अब है यो छ नि र स्पिड है एकदम धेरै टाइट छ क्या, धेरै टाइट छ र स्पिड। यो 5% इयर्सको भन्दा धेरै टाइट छ स्पिड है। अनि यो जिरो आर्टिफिसियल स्लिपेज भनेको चाहिँ तपाईँहरूलाई चाहिँ कुनै पनि स्लिपेज लाग्दैन। तपाईँहरूलाई अब कुनै पनि ट्रेडहरू होल्ड गर्नुभयो, जस्तै अब 1 लट 2 लट होइन होल्ड गर्नुभयो, तपाईँ जिरो स्लिपेज क्या, तपाईँलाई स्लिपेज लाग्दैन। अनि नो हिडन रुल्सहरू छैन, कन्सिस्टेन्सी रुल छैन। अनि अर्को यहाँ हेरौँ है त, नो ट्रेडिङ स्टाइल रिस्ट्रिक्सन्स। तपाईँहरूलाई अब हेजिङ गर्न पाउनु भएन, एचएफटी गर्न पाउनु भएन। एचएफटी भन्ने चाहिँ तपाईँहरूलाई के भने, तपाईँहरूले 1 मिनट अथवा 2 मिनटभित्रमा कुनै पनि ट्रेड ओपन या क्लोज गर्नु भएन क्या, ओपन क्लोज गर्नु भएन। 1 मिनटभित्रमा चाहिँ ओपन क्लोज गर्नु भएन है। अब रिस्क क्याटेगोरिज हेरौँ हामी। रिस्क क्याटेगोरिजमा लो रिस्कमा 1:2000 लेभरेज छ। एभ्री ट्रेड मस्ट ओपन एन्ड क्लोज विथ अ स्टप लस है। तपाईँहरूले चाहिँ मेन्डेटरी चाहिँ स्टप लस राख्नै पर्ने हुन्छ। तपाईँले लिमिट अर्डर लाउनुहोस् अथवा तपाईँहरूले अब सिधा ट्रेड दिँदाखेरि स्टप लस मेन्डेटरी राख्नु पर्यो। लो रिस्कमा 1% अफ क्यापिटल भनेको, यदि तपाईँहरू चाहिँ अब लो रिस्कवाला ट्रेडरहरू हुनुहुन्छ, जसले चाहिँ लो रिस्क गर्नुहुन्छ र त्यस्तो ट्रेडरहरूको लागि चाहिँ लो रिस्क एकदमै राम्रो छ यसमा है। यदि तपाईँहरू चाहिँ लो रिस्कमा बस्नुहुन्छ भने तपाईँहरू चाहिँ पे फ्रम प्रफिटमा चाहिँ इलिजिबल हुनुहुन्छ। अनि मोडरेट रिस्कमा पनि तपाईँहरू पे फ्रम प्रफिटमा इलिजिबल हुनुहुन्छ। यो दुईवटा 1% अफ क्यापिटल र 2% अफ क्यापिटल भनेको, यदि तपाईँ पर ट्रेडमा अथवा तपाईँहरू चाहिँ अब त्यो पर ट्रेडमा 1% भन्दा मुनि रिस्क लिनुहुन्छ, 2% भन्दा मुनि रिस्क लिनुहुन्छ भने तपाईँहरू चाहिँ पे फ्रम प्रफिट्समा इलिजिबल हुनुहुन्छ। लो रिस्कमा इलिजिबल हुनुहुन्छ, मोडरेट रिस्कमा 2% भन्दा मुनि रिस्क लिनुहुन्छ भने तपाईँहरू मोडरेट रिस्कमा इलिजिबल हुनुहुन्छ। तर मिडियम रिस्क र हाई रिस्कमा तपाईँहरू इलिजिबल हुनु हुँदैन। तपाईँहरूलाई पेड गर्नुपर्ने हुन्छ है। तपाईँहरूले पे गरेर अनि मात्र अकाउन्ट पाउनुहुन्छ। अर्को भनेको अब स्प्लिट 80:20 है। यो अब जुन पनि यही नै हुन्छ प्रायः जस्तो। समरी हेरौँ अब हामी। समरीमा लो रिस्कमा किप टाइट रिस्क म्यानेजमेन्ट, अभोइड एनी सिङ्गल लार्ज लस अर ड्रडाउन। रिस्क क्याटेगोरीमा म्याक्स लस पर ट्रेड 1% अफ द ब्यालेन्स भनेको, तपाईँहरूले चाहिँ अब यदि कुनै पनि अब सिग्निफिकेन्ट ट्रेडहरू लिनुभयो अरे है, त्यो ट्रेडमा चाहिँ तपाईँको 1% भन्दा बेसी लस अथवा 1% तपाईँको लस हुनु भएन। यदि 1% लस हुन्छ भने तपाईँहरू यो पे फ्रम प्रफिटमा इलिजिबल हुनु हुँदैन। 1% भन्दा मुनि रिस्क लिन पर्यो है। म्याक्स डेली लस 2%, म्याक्स ड्रडाउन 5%। अनि तपाईँहरू चाहिँ 1% लो रिस्कवालामा तपाईँहरू इलिजिबल हुनुहुन्छ है। अब 2 स्टेपमा पनि आज यो यो त्यस्तै खालको छ, हेर्न सक्नुहुन्छ। यही हेरौँ है त। अनि अब तपाईँहरू यो दुईवटा मिडियम र हाई रिस्कमा चाहिँ तपाईँहरूले पे गर्नुपर्ने हुन्छ। तपाईँहरू यतातिर नजाँदा हुनुहुन्छ। यो दुईवटा भित्र तपाईँहरू बस्नु सक्नुभयो भने तपाईँहरूलाई $9 अकाउन्ट पाउनुभयो र त्यसलाई तपाईँहरूले प्रफिटबाट पे गरेर तिरिसक्नु। तपाईँहरू त्यो एउटा कुनै पनि कोलाटरल लिए जस्तै हो क्या, तपाईँहरूले पे गर्न सक्नुभयो क्या पछि बिस्तारै होइन, फन्डेड भइसकेपछि। त्यसपछि जति प्रफिट गर्दा पनि भयो है। सो आजको लागि यति नै थियो। सानो अमाउन्ट लाग्नेवाला सानो फिसको अमाउन्टको पर्फर्म लिएर आएँ। अब अगाडिका दिनहरूमा अब म फ्रीवाला पनि लिएर आउने छु है। सो च्यानलमा एक्टिभ रहनु होला। मेरो डिस्कर्ड च्यानलमा जोइन भएर बस्नु होला। युट्युब च्यानललाई सब्सक्राइब गरेर बेल आइकनको नोटिफिकेसन बेल अन गर्नु होला। सो थ्याङ्क्स फर वाचिङ दिस भिडियो एन्ड किप अर्निङ ट्रेडर्स।